साथीहरू भन्नुहुन्छ मोनिटर हटायो। तपाईहरु यो गेस्टमा झुन्निएर गाली बेइज्जत मात्रै सुन्ने हो। मसँग 18 मिलियन भएका व्यक्तिहरू गुगलमा सर्च गरेर खोजेर उनीहरू गेम खेल्न आएका छन्। यो व्यक्ति कस्तो हो? तपाईको टिकटक नराम्रो चीज होइन। मैले कहिले तिमीलाई गेम जिताऊ भनेर भनेको छ? त्यो अवस्थामा चाहिँ आफूले पनि गेम जित्नु पर्ने पनि हुन्छ। अर्को कुरो, शेख हसिना यस्ता व्यक्तिहरू आएर हामीसँग जोडिन खोज्छन्। तिमीहरू मेरो बोर्डमा चढेर दुनियाँभर नराम्रा कुराहरू बोल्छौ, त्यो सबै मैले सहिदिनु पर्ने? त्यही मात्रै छ मेरो काम। म कसैलाई पनि आजबाट मोनिटर दिने छैन। मेरो बोर्ड म आफू एक्लै चलाउने छु। तिमीहरूले काहीँ हस्तक्षेप गर्यौ भने जसरी धोबीले लुगा चुड्छ त्यसै गरी टिकटकको अध्यक्ष म रामु खतिवडा होइन भने तिमीहरू गएर पहिले गुगलमा सर्च गरेर हेर र तिमीहरू ओरिजिनल आइडी लिएर आऊ।